खिच्दिहाल्छु नि तेरो ब्लगको लागि खिच्छ नि तेरो ब्लगको लागि खिच्छ नि कस्तो डर लागेको दिदी यता हिँड्नु न एकचोटि यत्रो आएको होला नि हाई भनिदिनु नि हाई हेलो भाइ भन्दै थियो कस्तो डर लाग्यो कसम होला डर ल प्रिय मित्रहरू त्यसरी बनाउने हङकङमा आइपुगेर पनि केबल कार चढियो है त हजुरहरू अब यो पनि अब तपाईँहरूले अब अड्कल गर्दाखेरि म कति भाग्यमानी छु भन्नु नि है हङकङमा आइयो हङकङमा आएर केबल कार चढ्यो कतिको केबल कार भन्दाखेरि 250 यताको डलर भनेपछि नेपाली 300 को भनेको नेपाली कति हुन्छ हौ झन्डै 7-8 हजारै हुन्छ र त्यो लेभलको केबल कार चढिराखेको छ है साथीहरू यो लास्ट स्टेसन यही है त्यहाँबाट ओलेर हिँड्नुपर्छ ठिक छ त्यसो भए लास्ट स्टेसन आइपुगेको छ साथीहरू है यहाँनिर यहाँ हामी उठेर चट्टसँगले यसो जान्छौँ बुद्धलाई भेट्छौँ मलाई नानाकैबाट खिचिँदै गर्नु त यो लाइभ एकछिन हिँड नगर ए हो ल दुईजना चाहिँ पर पुगिसक्यो है एउटा लक लगाइराख्नु न त यहाँनिर एउटा ए छैन भाइको भिडियोमा है यहाँ किन्नु पाउँछ कि के अरे बुहारी पनि किन्न पाउँछ होइन यस्तो किन्नु पाउँछ कि भाइ सिङ्गल हो अहिले त भाइको छिट्टै बिहे खानु पाउने हो त अब अब त मलाई लाज लाग्नु छोड्यो मोबाइल निकाल्नुलाई भोक लाग्यो अब यहाँ के खाने अघि ब्रेड त खाइसकेको यहाँ के छ हेरौँ ल हस् ससेज रहेछ यस्तो रहेछ हल्का कति महँगो ठिकै छ अब चल्यो भने भइहाल्यो जे हुन्छ नि यो टिस्यु बोकिराख्नु त जे हुन्छ हेर्दै जाउँ जे हुन्छ हेर्दै जाउँ त्यो हुने कुरा भइहाल्छ चियर्स हुने कुरा भइहाल्छ हुने कुरा भयो हजुर ल ल वरिपरिको दृश्य है यो चाहिँ माथि चढ्नै बाँकी छ अब हामीहरू तल चाहिँ आइपुगिसक्यौँ है सँग ल्याए यसरी ढोक्छ है मान्छेहरू भगवान्लाई बुद्धलाई मान्छेले यस्तो रेस्पेक्ट गर्छ बुद्धलाई यता पनि नमस्ते गर्दैछ हजुर हजुर भन्नुहोस् हजुर माथि चढेको है हामीहरू दिदी कति छ यहाँ स्टेप थाहा छ 268
268 भन्ने जस्तो लाग्यो स्लक्क भयो स्लक्क खै यहाँ उभिनु म खिचिदिन्छु फोटो कति मिनट पछाडि आइपुगेँ बल्ल 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 सास बढेर सलक्कै भयो with a post. I was trying to 影個大份啲氣在度 with a post. You're in all my photos. आयो आयो आशीर्वाद दिनुहोस् है भगवान् Here you go. Can you move along? Move along. मर्गलियम ल यता घुम्दै घुम्दै उता जाउँ न त हजुर फ्रीको चिज होइन कस्तो कलर नि कान्छे कलर कम्युनिकेसन क्या हजुर अब म छतमा कमलको फुल रोप्ने भएँ यस्तोहरू यत्रो ठुलो पर्दैन कि त्यो पनि सानो साइजहरू पाउँछ नि त हो त्यस्तो हेर्न कान्छे यहाँ न यो तिनवटा उयो बच्चासँगको मलाई खिच्दैन त्यो कोपिलासँगको म भिडियो खिच्दैछु ए हो त्यो कोपिलासँगको ऊ यहाँ हेर्नु न यहाँ ऊ उता उता रहेछ त्यो तपाईँको यो हेरौँ न यो दिदी यो पात भएको ऊ त्यो क्या ए ल फेरि यो चाहिँ अर्को खा हेर्नु न नाङ्लो जस्तो नि त अन्त ल खिच्ने चाहिँ हो यत्तिको भएर चाहिँ खिच्नुपर्छ कि हो हेर्नु नि यस साथीले आफ्नो प्रोफेसनल कला देखाउनु भयो कोही भाइले चाहिँ अलिक प्रोफेसनल कला देखाउन अल्छी गर्नुभयो मैले नाना अँ होइन त्यस्तो अल्छी त होइन एकदम रमाइलो पनि भइरहेको छ नाना अँ अनि म चाहिँ फिल गर्छु नि त धेरै के त्यो पनि हो धेरै कलेक्ट गर्दिनँ क्या मलाई चाहिँ त्यहाँ ठाउँ पुगेँ भन्ने भइसकेपछि त्यो पहिले फिल गर्ने अनि भयो क्या हो त्यो चाहिँ हो त्यो चाहिँ राम्रो हो नि त खास भने भन्दाखेरि फोटोग्राफी त मेरो प्यासन होइन नि त खासमा भन्दाखेरि मेरो प्यासन भनेको त पोइट्री हो होइन उहाँ चाहिँ अब प्यासन पनि हुनसक्छ नि त त्यही भएर म अनि म चाहिँ बरु फिल गर्ने होइन यहाँ आइपुगिसक्यो नि अब यस्तो ठाउँमा अघि कतिवटा फोटो खिचिसक्यो होइन सबैले थाहा पाइसक्यो बिग बुद्ध गएछ भनेर होइन राख्छु ल भाइको योहरू मेमोरी होइन मेमोरी मेरो त त्यस्तो पनि छैन मान्छे पनि छैन चोइसाइ गर्दा हुन्छ 冇㗎，一套㗎，佢裝大佛萬佛土地啊，C size 㗎。那念得？ यही मात्रै रहेछ शामको मात्रै हुन्छ होला नि दिदी खै यहाँ के अरे उको साइज हेर्नु त यो चाहिँ हङकङको अगरबत्ती है यो अगरबत्ती ल अब आएर अगरबत्ती अब बालेर साइज प्रे गरिन्छ आगो बाल्ने पनि कस्तो खतरा रहेछ है तेलमा के हो नेपालको जस्तै त्यो भित्रबाट सलेर नि अन्त है पहिला त यस्तो थियो र दिदी बाल्दै गर्नु यस्तो बल्दै चाहिँ ठाडो यो अलिकति हावाले
भयो होला यस्तै हो होइन यो अलिकति एउटा चाहिँ अलिक बलेन होला ल अब हामी गएको ल अब बाई बाई हामी गएको ल उतमी आउनु तपाईँ सेल्फी हान्नु के तर भिडियो हो अब जाने हामी बाई 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 गर्छौँ नि त अलि पर गएर कि हाम्रो ल अब हामी बुद्धलाई बाई बाई गरेर गएको उता अर्को वर्ष आउने हो अर्को वर्ष मेरो त अब एकदम छिटो छिटो आउनुपर्ने हङकङ छिटो छिटो आउनुपर्ने त्यो परिस्थिति आइलाग्नु सक्छ नि किन भन्दाखेरि विभिन्न सन्दर्भमा अब कार्यक्रममा हुन्छ अर्को अब दाइले भन्नुभयो अनि त्यो भएर चाहिँ त्यतिखेर चाहिँ 60-70 हजारमा जो सानो सानो बुक मिल्छ तर 60-70 हजारमा त्यो जमानामा फेरि अहिले भन्दा 60-70 हजारमा सानो बुक हो अहिले पनि ठुलो निस्किन्छ होइन 60-70 त होइन अलि सस्तै होला 30-40 त्यस्तै 40-50 कति होला हो बिर्सिनु नि त अहिले पनि हार्ड कभरमा 150 पेज 20 पेज 120 पेजसम्मको त दामी किताब राम्रै क्वालिटीमा आउँछ नि आजभन्दा कति धेरै मेरो सासू बितेको ठ्याक्कै 1 वर्ष हो मेरो सासू कति सालमा बित्नु भयो 1 वर्ष उहाँको वार्षिकीको उमा चाहिँ अब सम्झेर तपाईँले कस्तो इम्पोर्टेन्ट काम गर्नुभएछ है बाफले त्यस्तो काम त्यो पनि सासूको आमाको सम्झनामा वार्षिकीमा यसो क्रिएसनलाई चाहिँ तपाईँले चाहिँ एउटा त्यो क्रिएसनलाई चाहिँ अब बचाइदिनु भयो भनौँ न नत्र अनि हो त्यो बुक चाहिँ ल्याउनु पर्यो अनि कसले पढ्थ्यो के गर्थ्यो वा त्यतिकै सकिन्थ्यो कि होइन त्यो पनि त जेसुन एउटा बिचराहरू फेरि बिचराहरू अलिकति अब उनीहरूको पनि आर्थिक अवस्था कमजोरी रहेछ त्यो इलामको मन्दिर अगाडि फुलहरू बेच्छ अरे बसन्त दाइले भन्नुभएको उसको मिसेसले भनेर भन्नुभएको छ अब खै अब बिचरा अब यसो गएको बेला भेट्नु पनि खै कोही इम्पोर्टेन्ट काम गर्नुभएछ कति धेरै लिट्रेचरलाई माया गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले अघिदेखि थाहा पाइसकेको होइन मान्छे यस्तो हुन्छ नि जस्तो त्यो इन्ट्रेस्ट त्यसमा जानकारी जस्तो उयो नहुनु भने तपाईँहरूले जो व्यक्ति अघि हामी कुरा गऱ्यौँ उहाँको बारेमा तपाईँलाई थाहै हुँदैन थियो नि त अलिअलि चाहिँ मन चाहिँ पढ्छ तर लेख्दिनँ आउँदैन अब पढ्नु पनि खासै पहिला चाहिँ बरु पहिला चाहिँ एकदम अलिकति पढ्थेँ भनौँ न अलिअलि हल्का अब अहिले त छैन अहिले त फेसबुक र युट्युबले टाइम खाइसक्यो होइन त्यो पनि फेरि अब यता त एकदम व्यस्त होइन अति व्यस्त ठाउँ हो नि त मैले टाइम चाहिँ यहाँ आएर कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा अझ धेरै मैले महसुस गरेँ कि हजुर नै लिँदा त्यो पनि देखिने गरी मलाई पनि देख्ने गरी धेरै उता चाहिँ नजानु फेरि आउँछ त्यो पुल साइड मलाई देखिन्छ हुन्छ ल हजुरहरू साथीहरू मायालु मनहरू हामी त हङकङको के अरे बिग बुद्धबाट फर्किँदैछौँ अनि यहाँ पारी देखिएको चाहिँ मकाउ जाने जोहाई पुल होइन मकाउ जाने पुल है हजुरहरू भाइलाई यस्तो यहाँबाट हेर्नु त भाइ ऊ त्यहाँबाट हराउँछ नि होइन पुल गयो बिचमा हरायो नि साँच्ची त्यो चाहिँ के हुन्छ त्यहाँबाट त्यो मुनि जान्छ कि त्यहाँबाट मुनि गएर पर फेरि पुल निस्केछ नि होइन मुनि नै त्यो यात्रा हुन्छ है पारी निस्केछ फेरि देख्नु भयो भाइले यो हो नि त अनि विकास भनेको त नि ऊ यहाँनिर यहाँबाट हराउँछ हामी त के गर्नु हो सानो एउटा खरे खोल्सामा बाँसको पुल पनि लाउन सक्दैनौँ भने जस्तो त्यो पनि फोटो खिचेर हैरान है गहिरो सागर जस्तै अटल पहाड जस्तै गहिरो सागर जस्तै अटल पहाड जस्तै हाम्रो माया यस्तै हुन्छ केटीहरू हेर यो बाटो हिँडेकै हामी यो बाटो अस्ति हिँडेको यार हामीहरू कसम होला कि जसमिन यो बाटो हामी हिँडेकै अस्ति भगवान्
हजुर हजुर नाना अनि कस्तो लागिरहेछ अहिले? एकदम एकदम राम्रो नाना। मेरो जीवनको चाहिँ यस्तो केही अविस्मरणीय क्षणहरूमध्ये पनि एउटा साह्रै अविस्मरणीय क्षण बनिरहेछ नाना। तपाईँको के अरे फेसबुकहरू मैले अस्ति यहाँ आउनु भएपछि चाहिँ मैले स्क्रोल गरेँ नि त, हजुर हजुर अनि फलो पनि गरेको छु। हजुर हजुर अनि अलिअलि यसो कुण्डलीहरू हेरेँ। हजुर 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 नाना। धेरै त होइन, आधा जति मात्रै, धेरै त हेर्नु सकिनँ। हजुर नाना। अनि एकदम थ्याङ्कफुल टाइपको हुनुहुँदो रहेछ क्या मान्छे। त्यो त अनि अहिले यो सिचुएसनमा चाहिँ अब हुन्छ नि, लाइफको चाहिँ कसलाई चाहिँ थ्याङ्कफुल दिनु मन छ? अहिले तत्काललाई तत्काल भनौँ न, लाइफ टाइम भनौँ न, यो यहाँ चाहिँ उडिरहँदा भनौँ न, यहाँ यसको लागि चाहिँ झुन्डिरहँदा सबैभन्दा धेरै थ्याङ्कफुल चाहिँ म मेरो आदरणीय नाना बालिका नानासँग हुनुपर्छ। अनि त्यसमा भाइ अहिले होइन, हजुर अहिले चाहिँ सिङ्गल हुनुहुँदो रहेछ नि त? एकदम एकदम एकदम। अनि कहिले चाहिँ रेडी टु मिङ्गल चाहिँ? होइन, म त अहिले नै रेडी टु मिङ्गल नै हुने नाना हुनु त, तर अब त्यही त खोजी कार्य जारी छ होइन। अब कोही न कोही त पके पनि अब छ होला मेरो लागि, मेरो मन बुझ्ने खालको, मेरो आत्मा हृदय छुने खालको हुनुहुन्छ होला। भेट हुन्छ होला कुनै बिन्दुमा, कुनै घुम्ती छ होला कता कता होइन। त्यही आशाले म पनि यो यात्रामै छु अहिले। त्यो के भन्छ त्यो, अब तपाईँ त एकदम मैले अघि पनि भनिसकेँ होइन, अब आर्टको मान्छेहरू, आर्टिस्टहरू, तपाईँहरू राइटरहरू, पोइट्रीको अब ऊ गर्ने मान्छेहरू होइन, तपाईँहरू त अलिकति कनेक्टेड सोल, अब अलिकति नेचर होइन, त्यो खालको हुन्छ नि त। अनि त्यो डेप्थ, अनि त्यो टाइपको मान्छेहरू चाहिँ लाइफमा एज अ अब गर्लफ्रेन्ड, एज अ अब वाइफ त अब फ्युचर होइन, त्यो खालको मान्छेहरू चाहिँ कति भेट्नु भएको छ त? अब तपाईँहरू त अब त्यो पोइटको ऊ भएकोले यस्तो रहेछ। अब म एउटा कवि हुनुको नाताले हजुरले भन्नुभयो जस्तै अब मेरो यो जुन ध्यान तपस्यालाई बुझिदिने मान्छे त अभियसली हामीले चाहन्छौँ नै, तर कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने नाना तपाईँको हामीले हाम्रो अनुकूलताको लागि मात्रै त्यो नहेर्नु खोजिराखेको हुँदो रहेछ नि त। अनि सबै आफ्नो अनुकूलमा नहोला, कतिपय कुराहरू चाहिँ जस्तो समेट्ने कुरा र मेट्ने कुराहरू हुन्छ। कुन कुरा समेट्ने, कुन कुरा मेट्ने, त्यो सबै कुराहरू छुट्याएर लिन सकिन्छ नाना। जस्तो मैले त्यहाँ के भनेको थिएँ भने नि, बग्दै बग्दै आँसुको तमोर जरुर एक दिन हजुरले अञ्जुली भर्ने सागर सुनेको भन्ने आशा गरेको छु। अञ्जुलीमा पानी भर्नु र हेर्नु म त्यहीँ हुनेछु, बादल भए उडेर आउँथे कसो र पानी भए बगेर आएको छु भन्ने छ क्या। यो सागरमा त्यतै तमोरको पानी त आइपुगेछ र नि, हाम्रो आँसुले मिसिएको पानी त आइपुगेको छैन होला होइन। यो सागरमा आँसु रगत पसिना सबै छ होला। जस भाइको प्रोग्राम हेऱ्यो होइन, एकदम दामी, म त फ्यानै भएँ है, अघि पनि भनिसकेँ। एकदम जस लाइफमा पहिलोचोटि अटोग्राफ पनि लिन खोजिरहेको छु, एकछिनमा लिन्छु होला। अनि जस एउटा कम्बो छ भाइको चाहिँ, भाइलाई चाहिँ जस कविताहरू लेखिसक्नु हुँदा कि अथवा तपाईँ त्यो प्रोग्राममा हुन्छ नि स्टेजमा पर्फर्म गरिसक्नु हुँदा चाहिँ कुन चाहिँमा तपाईँलाई सेटिस्फाइड हुन्छ? म चाहिँ खासमा यो पर्फर्म गर्दा चाहिँ म एकदमै धेरै जस्तो लेख्ने भन्ने कुरा चाहिँ म चाहिँ अलिक धेरै बेसी लेख्ने त सोच्छु होइन। त्यसको चाहिँ अर्कै छ, मैले त्योबाट लिने टेस्ट नै अर्कै छ होइन। तर जुन मैले पर्फर्म चाहिँ तपाईँको स्टेजमा निक्लेर मैले त्यो भित्रैदेखि जुन यो चिज चाहिँ म आफू बाहिर व्यक्त गर्न चाहन्छु भनेर मैले त्यो एकदम मैले सोचेको जस्तो चिज चाहिँ मैले निकाल्न पाएँ, म साँच्चीकै धेरै खुसी छु। भनेपछि पर्फर्म गरिसकेपछि चाहिँ तपाईँलाई किन भन्दाखेरि लेख्दा चाहिँ यस्तो भयो, त्यो चाहिँ टेक्स्टमा मात्रै आइरहेको नि त। म चाहिँ त्यो टेक्स्टमा मात्रै नभएर डेलिभर चाहिँ महसुसहरू चाहिँ बाहिर जस्तो उयो गर्न चाहन्छु कि। अनि किन भन्दाखेरि त्यो चिजले चाहिँ अब मेरो अडियन्स, आम अडियन्सलाई पनि कनेक्ट गराउन चाहन्छु नि त। अनि जस्तो अब त्यो लेखिसक्दा त म मात्रै कनेक्ट भइरहेको हुन्छु र त्यो चिज अरू सामु पनि म कनेक्ट गराउँदा चाहिँ एकदम खुसी लाग्छ। दामी कस्तो जस
राम्रो ल उता पछाडि नै अर्को कवि हुनुहुन्छ है दुईजना आज मेरो के भन्छ सौभाग्य दुईजना कविहरूसँग हाम्रो झन् धेरै ठुलो सौभाग्य नि होइन तर अनेस्टली स्पिकिङ साँच्चै धेरै म थ्याङ्कफुल छु नानाहरूसँग यस्तो राम्रो यस्तो समय बिताउन पाइयो यस्तो दामी ठाउँमा आउन पाइयो एकदमै धेरै खुसी लाग्यो होइन ल धन्यवाद भाइ थ्याङ्क यू होइन त्यस मनमा लागेको कुरा सोधेको मात्रै हो त्यस्तो हुनुपर्छ कि भाइ भोलि वर्ष मेमोरी हुन्छ कान्छी यता हेर्न ल लु दिँदै गरेको खिच ल एकछिन है एकछिन ल एकछिन है हाम्रो नानाले चाहिँ ल